ल त साथीहरू फेरि मैले सेकेन्ड पार्ट लिएर आइसकेको छु। हिजो अस्तिको भिडियोमा मैले जुन चाहिँ यो बच्चालाई खोल्चामा बोरामा हालेर फ्याँकिरहेको अवस्थामा भेटाएको थिएँ। एकदम मरण अवस्थामा पुगेको थियो उसको जीवन, र मैले ल्याएर उसलाई यसरी बचाएँ अनि एकदमै खानापिनाहरू राम्रोसँगले दिएर यतिको स्वास्थ्य भएको छ र एकदम अहिले एकदम खुसीको साथमा यी बिरालोको बच्चासँग खेल्दै बसिरहेको छ। यो सानो भिडियो मैले राखेको, हजुरहरूलाई अनर्थ नलिदिनुहोस् होला। र मैले चाहिँ यही मेसेज दिन चाहेको कि हामीले बेजुबान जानवरहरूलाई यसरी माया गर्नुपर्छ अनि उनीहरूको सुरक्षा गर्नुपर्छ। उनीहरूलाई बचाउने, खुवाउने, पिलाउने को छ र अरू यस संसारमा? हामी मानिस बाहेक यिनीहरू पनि हाम्रै आसपास बस्ने गर्छ। यिनीहरूले हाम्रै आशामा यिनीहरूको जीवन यापन भइरहेको छ। र यही मेसेज दिन चाहन्छु कि हामीले यस्तो बेजुबान जानवरहरूलाई ल्याएर यसरी राम्रोसँगले राख्नुपर्छ। यदि पाल्नु सक्यो भने, पाल्नु सकेन भने पाल्ने मान्छेहरूलाई दिनुपर्छ। यसरी खोल्चा नालातिर लगेर मारेर फ्याल्नु हुँदैन भन्ने म यहाँबाट हजुरहरूलाई मेसेज दिन चाहन्छु। कस्तो लाग्यो प्रतिक्रिया जनाइदिनुहोस् होला, सक्दो सेयर पनि गरिदिनुहोस्।